तिमी पहिला चाहिँ कुन स्कुल पढेको? किरात चोलु मलाई देखेको हो देखेको छैन अहिलेसम्म देखेको थिएन। तिम्रो नाम भन, पुरा नाम भन न। डेनी रिमाल। आज निर्वाचनको दिन भोट हाल्न जानु भएन? यो नि ए जानु हो? 4 नम्बर हो। कसलाई भोट दिनु हो यसपटक? भन्नु मिल्दैन। भन्दा सुरुमा कोसँग गोठाला आएको याद छ? एक्लै। अनि आज चाहिँ सधैँ आउँछ कि आज बुवा नआउनु भएर? हो कहाँ हुन्छ? कतिमा पढ्छौ? कुन स्कुल हो? बालज्योति। तिमीलाई भन त ल, गोठालामा आउँदा यसरी प्राकृतिक मयमा आउँछ नि त। घरमा मोबाइल चलाएर बस्नु र गोठाला आउँदाको सबभन्दा राम्रो र नराम्रो पक्ष के छ? यही राम्रो हो। के चिजले चाहिँ राम्रो गर्छ? होइन तिमीलाई अरू अरू गाई बस्तु छँदा चाहिँ यहाँ के चिजले तिमीलाई मन आनन्द तान्छ भने क्या? आनन्द यसरी एक्लै बसेर चाहिँ गोठाला गर्दा चाहिँ के चिजले चाहिँ तिमीलाई यसरी टिकाउँछ नि? भोट चाहिँ कतातिर लाउनु भयो आज? आज भोट माटोमा हाल्यो। माटोमा ड्याममै? किन अनि यसरी परिवर्तन हो, मत परिवर्तन? यो सबैले नगरेर पुरै मन मरेर हो कि कसो दाइ? मन मरेर भन्दा पनि चेन्ज है। नमस्कार। अनि आज चुनावको दिन पनि गोठाला आउनु हो? गोठाला आउनु पर्छ। भोट हाल्नु हो? तपाईँको इलाम कि झापा? आज कसलाई भोट हाल्नु हो नडाटी भन्नु? केपी ओलीले लाग्यो नि है। किन यसरी केपी ओली त नयाँ मत परिवर्तन गर्नुपर्छ निराश? अब केपी ओलीले नै पुल लगाइदिएको छ, खोलाले बगाएर कति लग्यो, कहाँसम्म पुर्यायो, कसरी निक्ल्यौँ? उनीहरूले त घन्टी भन्छ त सबै। अब घन्टी त भन्छ न, त्यो घन्टी त सधैँ पनि हल्लाकै हो। अनि के केपी ओलीलाई लाग्यो, सूर्यमा लाग्यो, खुसी हुन्छ। अब के गर्नु, जसले जित्यो पनि उत्तिकै हो नि, हामीहरूलाई काम नगरी खान पाइँदैन। त्यो पनि बरु गोठाले मनले छोएको लागि दिएको राम्रो भन्ने हो है। होइन अब पुल लगाइदिएको छ, हिँड्न पाइएको छ। केपी ओलीलाई तपाईँको चाहिँ झापाको कमल गाउँपालिका चाहिँ त्यो धनी पूर्जा चाहिँ दिएन भन्ने गर्छ नि। अनि अब जित्यो भने दिएला नि त, जितेन भने त अब के देला नि। तपाईँ चाहिँ गोठाला, यहाँनिर गोठालाको सुरुवात पहिलादेखि हुन्छ होइन? कति वर्ष चाहिँ भयो तपाईँ यसरी गोठाला आउनु थाल्नुभएको? गोठाला हिँडेको त हामी त 5 वर्षदेखि हिँडेको नि गोठाला त। 5 वर्ष उमेरदेखि है? यो नर्सरीमा चाहिँ फर्काउन नसक्दा पनि आयौँ, गोठालै गऱ्यौँ। यही नर्सरीमा? यो नर्सरीमा होइन, पाहाडमा हेऱ्यौँ। अब यहाँ त 50 सालमा झारेको म। 50 सालमा? त्यसबाट यही नर्सरीमा आइरहनु पर्छ। नर्सरी परिवर्तन भएको अहिले? भयो त। पहिलाको हेरी अहिले गोठाला आउनेको चलन कम हो। घट्यो नि, छैन अब बस्ती नै छैन अहिले त। अहिले त गाई बस्तु नै छैन। 45-46 सालदेखि कति उमेरको हुन्थ्यो नि? यतिखेर 30, 35, 40, 35, 50 अहिले 61 सम्म पुगे। यति 61 वर्षमा पुग्नु हो? त्यहाँदेखि निरन्तर गोठाला आइरहनु पर्छ है? ढुक्कै अब के गर्नु पर्छ जस्तो लाग्छ है। एउटा भए पनि दुईवटा पनि ल्याउनै पर्यो। अब बस्तीहरू सबै ल्यायो, गफ गर्यो, हाँस्यो, रुला गर्यो, गफ गर्यो, त्यस्तै त। पहिलाको जस्तो अहिले छ कि छैन गोठालाहरू? पहिले यस्तो छ। पहिला कति हुन्थ्यो, अहिले कति छ? पहिलेको कोही उता चाँदी पारी लाग्यो, कोही उता पारी लाग्यो, अहिले पो यहाँको चलाउने। यहाँको सबैभन्दा पुरानो गोठाला को अहिलेसम्म छ कि छैन? पुरानो यो थापा क्षेत्र छ कि छैन त्यो मान्छेले? कहाँको? यही हाम्रो त्यो ठाड बाटोको छेउमा 3-4 जना हुन्छ अहिले, 20-25 जना। अनि त्यो गाई सबै हुन्थ्यो, रमाइलो। अहिले छैन अब। अनि गोठाला आउँदा कुनै यसो गीत गाउने भाका साका हुन्थेन उहिले? भाका साका गीत गाउने भाका भइहाल्छ नि गोठालामा। तपाईँले नि गीत गाउनु हो? तपाईँले पनि गाउनु हो? एउटा सुनाउनु न त, सम्झना सबैलाई यसो सम्झेर। अब फोटो खिचिराख्नु भएको छ। अन्त त्यहीलाई त एउटा गीत सुन्नु भने क्या, गोठाला भाका ल त। धनशेर के थरी? आङनेम्बे। तपाईँ मलाई भन्नु, तपाईँ यहाँ कति सालदेखि पहिलादेखि गोठाला आउनु थाल्नु भएको?
हामी त 45-40 सालदेखि गोठाला थाल्यौँ झोडादेखि पहिलो ए झोडादेखि गोठाला छ है अनि अहिले झोडादेखि पहिलो होइन ओ रविहट सिमी साम्पाङ यो बर धिवान थापा यो झोडाको न्युमा पक्रो खायो भने खायो थुर्यो रविहटले यो छोड्ने भनेको थियो छोडेन गरेको अनि अहिले थापालाई भेटिन्छ भेटिँदैन यो गोठाला थापा त जानै पारेछ वस्तु भाउ पाल्नु भएको छ अहिले पहिलाको उमेर चाहिँ कति वर्षदेखि गोठाला यो नर्सरी कति वर्षदेखि हुन्छ यहाँ त त्यस्तै 55-56देखि होला हौ कहाँदेखि हुन्छ है अहिलेसम्म सबैले जोत्नु छोड्यो वस्तु भाउ पाल्नु छोड्यो तर त्यो पनि तपाईँले पालिरहनु भएको पालिरहेको छु मान्छेहरूले मसाइसक्यो कसैको छ अहिले चाहिँ त्यो के गोरु यो खेती जोत्नलाई पनि हो जोत्नलाई कि पाल्नलाई मात्रै छ होइन जोत्नलाई गाई गोरु भन्दा राँगा भैँसी ज्यादा देखिन थालेको राँगाको बेसी मूल्य छ नि त त्यही भएर नि गोठालामा त गाई बिग्दैन गाई गोरु देख्दिन क्या बिग्दैन उता जङ्गलमा छोड्नुपर्छ मर्छ है उता रत खोला हुँदै अनि बाछाहरू छोडिरहेको हुँदैन अहिले यो 11 छ अब यो पुइसकेदेखि 12 लाख छ ए अर्को 14 मा छ अनि दाइ अहिलेको जमाना केटाकेटीलाई सदाएर सकिँदैन कसरी आउँदैछ तपाईँले भनेको गोठा कि कुटै खान्छ धेरै अझैसम्म त अब भनेको मान्दैछ टेर्दैछ अबको 1-2 वर्ष साह्रो टेर लाग्छ छैन नि अब बुढो पनि हुँदै गयो अब नटेर्न त त्यसै गइगयो नसकेपछि दाइ यो गोठाला हिजोको दिनमा गोठाला आउँदा र आजको गोठाला समय आउँदा फरक के भइसक्यो कहाँ फरक छ नि पहिले भनेको गोठाला आउँदा मान्छे कति हुन्थे गोठाला ज्यादा पहिला गोठालामाको रमाइलोहरू भनौँ न के हुन्थ्यो पहिलेको गोठालामा त पर चट्टी गाँडा भन्थ्यो चट्टी खेलिन्थ्यो अरू के खेल हुन्थ्यो अरू त खै केही पनि खेलिएन खेल्नु त त्यो चट्टी चाहिँ खेलिन्थ्यो आजकल त्यो छैन है होइन त्यस्तो नै हराइगयो तपाईँलाई चाहिँ यस्तो गोठालामा कुनै बेला गीतहरू गाउनु भयो भएन गोठाले भाका आउँदैन धिमाल गीतहरू आउँदैन है धिमाल भाषामा के भन्छ यो खोलालाई यो तलाउ पोखरीलाई जोरा भन्छ जोरा है यो के भन्छ यसलाई सादोली भनेपछि जोरा अब यही 20-30 हजारको राँगा फ्याँकिराखौँ न ल गोठा बरु गरौँ भनौँ भने 3 वर्षमा 1-1.5 लाखको हुन्छ भने चाहिँ पनि हेर्दा रहेछन् कहिले पछिल्लो समय गोठालो जीवन र गोठालोको दैनिकी चाहिँ व्यवसायसँग जोडेको छ यहाँनिर धेरैले उयो जितेले यसपालि अस्ति कतिमा राँगा बेच्यो कति 35,000 कतिमा लिएको राँगा 130 कतिमा बेच्यो अस्ति दसैँ पहिला चाहिँ नभए चरण क्षेत्रको लाइनमा ल्याउनु पर्थ्यो अनि अचेल जोत्दैन राँगा त्यत्रो ठुलो छ नि जोत्दैनन् नजोति राख्छ अब पैसा चाहियो भनेपछि ढाकै बेच्यो एउटै राँगा जान्छ अचेल त 30 ल दाइ यो यहाँ साधुहरूले त अब झापामा पर्छ धेरै मान्छेहरू घुम्न आउँछन् है तपाईँहरू यहाँनिर धिमाल समुदाय पनि थोरै हुन्छ होइन के भन्नुहुन्छ यसलाई धिमाल भाषाबाट यो ठाउँमा घुम्न आउनुहोस् राम्रो छ भनेर भन्नु पर्दाखेरि के भनिन्छ भनिदिनुहोस् न धिमाल भाषाबाट साधुली झोरा तलाउ मन्दिर रेमकाई घुराइली घराइली एल्का थामी रेमकाई भन्नु सक्यो है